नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने सम्मिलित राजशाही वारियर्सले बङ्गलादेश प्रिमियर लिगको उपाधि आफ्नो नाममा पार्न सफल भएको छ। फाइनल खेलमा जुन राजशाही वारियर्स र च्याट्टग्राम च्यालेन्जर्स सीसी विरुद्ध भएको थियो, त्यसमा पहिला ब्याटिङ गर्दै राजशाही वारियर्सले केवल 4 विकेट गुमाउँदै 174 रन जोड्न सफल भएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सीसीको टिम 17.5 ओभरमै समेटिँदा उक्त खेल राजशाही वारियर्सले 63 रनले आफ्नो कोल्टामा पार्दै प्रतियोगिताको च्याम्पियनसिप पनि क्लेम गरेको थियो। नेपालका क्रिकेटर सन्दीप लामिछाने जोइन भएसँगै नेपाली क्रिकेटमा हाइप पाएको राजशाही वारियर्स यस प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ र ओभरअलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेको कुरा गर्ने भने उनले यस प्रतियोगितामा 4 खेल खेले, जसमा 5 विकेट लिएका छन्। समग्रमा भन्नुपर्दा राजशाही वारियर्स र सन्दीप लामिछानेको पर्फर्मेन्स बङ्गलादेश प्रिमियर लिगमा तपाईलाई कस्तो लाग्यो त? जस्ताको तस्तै कमेन्टमा लेख्न सक्नुहुनेछ।